आजको यस भिडियोमा हामी तपाईँहरूलाई क्लास 8 BLE को रिजल्ट कसरी चेक गर्ने भनेर सिकाउन गइरहेका छौँ। तपाईँहरूको विभिन्न पालिकाहरूले चाहिँ रिजल्ट निकालिसकेको छ भने केही पालिकाहरूले रिजल्ट निकाल्न बाँकी नै छ। हामीले चाहिँ शिक्षा मन्त्रालयलाई मेल गरिदिइसकेका छौँ। सबै नगरपालिकाले चाहिँ रिजल्ट निकालेको छैन, निकाल्नलाई भनिदिनु पर्यो भनेर। त्यही भएर तपाईँको रिजल्ट केही दिनमै पब्लिस हुनेछ यदि बाँकी छ भने। र पब्लिस भइसकेकोहरूको चाहिँ म आज हेर्ने तरिका सिकाउँछु तपाईँहरूलाई। नेपालमा चाहिँ 753 वटा स्थानीय तह रहेका छन्। अनि जुन जुन स्थानीय तह हुन् सबैले चाहिँ छुट्टा-छुट्टै BLE एक्जाम लिने हुन्। त्यही भएर तपाईँहरूको चाहिँ आफ्नो पालिकाले चाहिँ रिजल्ट निकाल्ने गर्छ। अनि रिजल्ट हेर्नको लागि चाहिँ तपाईँहरूले आफ्नो पालिकाको वेबसाइटमा गएर चेक गर्न सक्नुहुन्छ। जस्तो मैले एउटा स्याम्पलको लागि चाहिँ यो खाँडादेवी गाउँपालिकाको चाहिँ एउटा वेबसाइट नै छ। उसले खाँडादेवी.info भनेर एउटा वेबसाइट बनाएको छ, जहाँ चाहिँ तपाईँले क्लास 8 को रिजल्ट हेर्न आफ्नो सिम्बल नम्बर र डेट अफ बर्थ हानेर हेर्न सक्नुहुन्छ, स्क्रिनमा देखाए जसरी। र त्यस्तै गरी जितपुर सिमारा उपमहानगरपालिकाले पनि त्यस्तै सिस्टम बनाएको छ। तपाईँहरूले चाहिँ उक्त वेबसाइट जितपुर सिमारा .gov.np मा गएर त्यहाँ रहेको क्लास 8 BLE रिजल्टमा क्लिक गरेर आफ्नो सिम्बल नम्बर र डेट अफ बर्थ हालेर हेर्न सक्नुहुन्छ। तर सबै जिल्लाहरूले चाहिँ सबै जिल्लाका सबै पालिकाहरूले चाहिँ यसरी सिस्टम बनाएका छैनन्, जसले गर्दा चाहिँ अरू पालिकाहरूको रिजल्ट हेर्नको लागि चाहिँ तपाईँले आफ्नो स्कुलसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। स्कुलमा चाहिँ तपाईँको रिजल्ट गइसकेको हुन्छ। यदि पब्लिस भइसकेको छ भने तपाईँको स्कुल नजिक छैन, तपाईँसँग कन्ट्याक्ट नम्बर छैन भने चाहिँ तपाईँले आफ्नो स्कुलको फेसबुक पेज पनि चेक गर्न सक्नुहुन्छ। धेरैजसो स्कुलहरूले चाहिँ आफ्नो स्टुडेन्टको रिजल्ट फेसबुक पेजमै हालिदिएका छन्। स्याम्पलको लागि चाहिँ म यहाँ तपाईँहरूलाई एउटा देखाउँदैछु। यसरी नै धेरैजसो स्कुलहरूले चाहिँ आफ्नो स्टुडेन्टको रिजल्ट आफैले हालिरहेका छन्। त्यसरी तपाईँले पनि चेक गर्न सक्नुहुन्छ। यदि पब्लिस भएको छ कि छैन भनेर हेर्न चाहिँ तपाईँहरूले पालिकाको वेबसाइट भिजिट गर्न सक्नुहुन्छ। सबै पालिकाहरूको वेबसाइट चाहिँ हामीले तल दिएका छौँ, डिस्क्रिप्सनमा रहेको लिङ्कमा, त्यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ। यस्तै शैक्षिक जानकारीको लागि चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गरेर राख्न पनि सक्नुहुन्छ तपाईँहरूले। तल रहेको रातो बटनमा थिचेर सब्सक्राइब गर्न सक्नुहुन्छ। केही जानकारीहरू चाहिन्छ भने तपाईँहरूले हामीलाई फेसबुकमा फलो गरेर पनि मेसेज गर्न सक्नुहुन्छ। फेसबुकमा NEB एजुकेसन भनेर सर्च गर्नुभयो भने चाहिँ हाम्रो फेसबुक पेज आउँछ र त्यहाँ फलो गरेर चाहिँ हामीलाई मेसेज गर्न सक्नुहुन्छ तपाईँहरूले। अहिलेको लागि भिडियो यति नै। यहाँसम्म हेर्नुभएको सबैजनालाई धेरै धेरै धन्यवाद।